म अलिअलि ताल पनि देखाइदिन्छु। सो मेरो युट्युबमा चाहिँ भिडियोहरू आउँछ गाइस, ढिलो चाँडो भने आइरहेको छ होइन, नेचुरल हो, एडिट गरेर हाल्दिनँ मैले। यो चाहिँ फुड ट्र्याक हो होइन। अब यहाँनिर चाहिँ मैले भ्लग त बनाइसकेँ। के भयो भने आज स्याटरडे, हिजोभन्दा अलिकति चलपल मान्छेहरू पनि रहेछन् आज होइन। अलिकति दामी भयो यहाँ बबल भयो। गाइस म चाहिँ अब यहाँ तालमा तपाईँहरू ताल देखाइदिउँ भनेर होइन, मान्छेहरू टन्ना। सो यता पनि फुड ट्र्याक हो। अब फुड ट्र्याकमा हिँड्ने मान्छेहरू मान्छेहरू म तालमा लगिदिन्छु तपाईँहरूलाई। यता पनि हेर्नु उतैसम्म छ है गाइजहरू, मान्छे यस्तो हुन्छ यहाँ चाहिँ होइन। यो घुम्न आउने बाहिरी पर्यटक पनि भए, आन्तरिक पर्यटक पनि भए। अनि मान्छेहरू चाहिँ अब शनिबार अलिकति छुट्टी हुन्छ नि त, अफिसियली काम गर्ने मान्छेहरूको त छुट्टी हुन्छ, त्यही भएर चाहिँ ल। सो गाइस यही हो है लेकको फेवा लेक भनेको यही हो होइन। टक्क बाराही मन्दिर चाहिँ यतातिर अलिक कुनामा पर्छ है, बाराही मन्दिर चाहिँ अलिक पर्छ। सो तपाईँहरू चाहिँ ताल मैले देखाइदिइसकेँ। ताल हेर्नुहोस् ठुलो छ है, ताल ठुलो छ। अनि हो यो चाहिँ स्तुपा भयो होइन गाइस होइन। अनि यताबाट चाहिँ छ कि हनुमानको छ होइन, शिवजीको स्ट्याचु छ है, मूर्ति छ। सो गाइस आजको भिडियो हालचालमा यस्तै हो होइन। ब्लग बनाउनु छैन, सब युट्युबबाट जस्तो भयो भने हेरिदिनु होला है, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। भिडियोहरू म बनाउँदै गर्छु युट्युबमा, यस्तै छ अपडेटहरू म दिइरहेको छु होइन, के कसो भइरहेको भन्दा। यहाँ त अति मान्छे छ आज त स्याटरडे भएर होइन, टन्ने मान्छेहरू भएर। लास्ट हप्पक मान्छे, यता पनि मान्छे उता पनि मान्छे। बेलुन हेर्नु गाइस, बेलुन। सो गाइस फ्लावर पनि छ यहाँ त, यस्तो रहेछ है फ्लावरहरू गाइस होइन। यहाँ दुईजना दिदीहरू हुनुहुन्छ। सो मेरो यो सब्सक्राइब गरिदिनु होला है, अशोक परियार X6U छ कि युट्युब च्यानल। ल टक्क है आज चाहिँ म यहाँ यसो देखाइदिउँ भनेर बनाएको तपाईँलाई। आइसक्रिम बेचिरहेको छ हाम्रो दाजुले होइन, मेहनत गरिराख्नु भएको। ल गाइज है गाइज, म चाहिँ यता लागेको फेरि आफ्नै गन्तव्यतिर। एकछिन यसो तपाईँहरूलाई देखाइदिउँ भनेर होइन, आफ्नो गन्तव्यतिर लागि। अब खानुपिनु केही पनि छैन, बिहान त खाना खाएको होइन। सिम्की भनेको त थाहा छ होला, गुन्द्रुकको तरकारी भनौँ न, त्यो के भन्छ अब हाम्रो नेपाली ल्याङ्ग्वेजमा भाषामा। त्यसमा बनाएर टक्क खाएर अनि टक्क सामान ल्याएर यहाँ टेन्सन तागेर होइन। अनि यहाँ चाहिँ अब मकै अलिकति रह्यो, अस्तिको मकै पनि त गर्नुपर्ने भयो, बिकाउनु त पऱ्यो। त्यही भएर चाहिँ अनि अस्ति नै चिया बनाएर राखेको, त्यो पनि त्यस्तै भयो। अलिकति उस गरेर त्यसपछि यहाँ टक्क अब बिस्तारै हुन्छ। ल थ्याङ्क यू।